यस्तो दामी ठाउँ वाउ। हेलो एन्ड नमस्ते सबैजनालाई मेरो सानो मिनी ब्लगमा। आज चाहिँ म मदन भण्डारी पार्कमा यसो टिकटक बनाऊँ कि भनेर जाँदैछु। अनि यस्तो दामी ठाउँ, इन्ट्री हुने बित्तिकै त्यहाँबाट अगाडि गयौँ। यस्तो दामी ठाउँ थियो, तर यति सानो थियो तर कति क्युट थियो कि। अनि यस्तो दामी फुलहरू फुलिरहेको थियो। अनि अगाडि गयौँ हेर्नलाई। यस्तो लामो बाटो थियो है। पानी चाहिँ यस्तो परिरहेको थियो है, टिकटक बनाऊँ कि भनेर गरेको थियो। यस्तो झ्याउला थियो, बेकार आ जस्तो भइरहेको थियो। त्यही पनि के चाहिँ गर्न सकिन्छ अरे होइन। हेर्नु न गाइज होइन, त्यहाँ त कस्तो भने त्यो साग जस्तो टाइपको क्या। अनि यस्तो पानीवाला झर्नेवाला अनि फुलहरू पनि। यदि तपाईँहरू पनि भिजिट गर्न चाहनुहुन्छ भने एकतारी भिजिट गर्न सक्नुहुन्छ। एकदम राम्रो छ, सानो भए पनि। सो आजको चाहिँ मेरो मिनी ब्लग यहीँ समाप्त गर्छु। ओके, बाई बाई।